चलचित्र बलिदान विश्वभरि एकसाथ प्रदर्शन हुँदै। नमस्कार दर्शक महानुभावहरु, समीर भट्टको मुख्य भूमिका रहेको चलचित्र बलिदानको बारेमा विशेष जानकारी गराउने छु। पूरा भिडियोलाई हेर्नुहोला। यदि तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोला। हाम्रा नियमित भिडियो तपाईलाई कस्ता लागिरहेका छन् आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। भिडियोलाई ढिला नगरिकन सुरुवात गरौं। नेपाली चलचित्र क्षेत्रमा नयाँ इतिहास रच्ने लक्ष्य सहित निर्माता तथा निर्देशक सन्तोष सेन चलचित्र बलिदान लिएर आउने भएका छन्। निर्माण पक्षले प्रमुख कलाकार समीर भट्टको 2 वटा पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी दशैंको फूलपाती असोज 13 गते प्रदर्शन हुने घोषणा गरेको छ। चलचित्रलाई नेपालमा नेपाली भाषा र भारतमा 4 वटा भाषा हिन्दी, तमिल, तेलुगु, कन्नडा र अन्य अन्तर्राष्ट्रिय बजारमा अंग्रेजी भाषामा रिलिज गर्ने भएको छ। नेपाली चलचित्र विश्वभर पुर्याउने सेनको यो अभियान अघिल्लो सुपरहिट चलचित्र प्रेमी 3 बाट सुरु भएको हो, जुन नेपालसँगै भारतमा हिन्दी भाषामा प्रदर्शन गरिएको थियो। सन्तोष सेन नेपाली चलचित्र क्षेत्रका यस्ता निर्माता निर्देशक हुन् जसले अरूले कल्पना मात्रै गर्न सक्ने कुरा उनी वास्तविकतामा बदलिदिन्छन्। प्रेमी 3 ले भारतमा राम्रो सफलता पाएपछि उनले फेरि त्यही पागलपन दोहोर्याउँदै चलचित्र बलिदानलाई विश्वभर रिलिज गर्ने घोषणा गरेका छन्। नेपाली चलचित्र सीमित बजार भित्र मात्रै सीमित हुनुपर्छ भन्ने मानसिकतालाई तोड्दै सेनले चलचित्रलाई व्यावसायिक रूपमा विश्वव्यापी बनाउन सकिन्छ भन्ने सम्भावनालाई बलियो बनाएका छन्। सामान्य नेपाली निर्माता निर्देशकले यस्तो ठूलो जोखिम मूल्य आँट गर्न मुस्किल पर्छ, तर सेनले चुनौतीलाई अवसरमा बदलिदिएका छन्। चलचित्र बलिदानको कथा नेपालको सार्वभौमिकता, अन्याय र अत्याचार विरुद्धको संघर्षमा केन्द्रित रहेको बताएको छ। चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, रिचा शर्मा लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ। चलचित्रलाई अझ स्तरीय बनाउनका लागि एक्सन सिनहरूमा दक्षिण भारतीय निर्देशक स्ट्यान्डर्ड सामको नेतृत्वमा करिब 30 जनाको टोली संलग्न भएको थियो। चलचित्र बलिदान रिलिज हुनु अघि नै विश्वका ठूला ओटीटी प्लेटफर्महरू नेटफ्लिक्स र अमेजन प्राइमले यसलाई खरिद गर्ने चासो देखाएका छन्, जसले बलिदानलाई डिजिटल माध्यममा पनि बलियो उपस्थिति बनाउन मद्दत गरेको छ। अब नेपाली चलचित्र पनि सीमित घेरा भन्दा बाहिर निस्कने तयारी रहेको छ। विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने स्तरका फिल्महरू निर्माण गर्न आवश्यक छ। अब प्रश्न उठ्छ, नेपाली फिल्म मेकरहरू यसरी अगाडि बढ्ने आँट गर्छन् त? धेरैले सायद छैन भन्ने जवाफ दिन्छन्, तर सन्तोष सेनले गर्छन्। यही कारण उनी नेपाली चलचित्र क्षेत्रका गेम चेन्जर बन्न पुगेका छन्। हो आदरणीय दर्शक महानुभावहरु, तपाईहरुले सही सुन्नुभयो। के तपाईलाई बलिदानलाई विश्वभरि हेर्न उत्साहित हुनुहुन्छ? यदि हुनुहुन्छ भने, तपाईहरु समीर भट्टको फ्यान हुनुहुन्छ भने कृपया तपाईहरु आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। यस्तै विभिन्न जानकारीमूलक भिडियो लिएर आउने नै छु। अहिलेलाई भने छुटिन्छु। नमस्कार।